लघुवित्त संस्थाका विरुद्धका त्यो लघुवित्तका जुन कर्मचारी हुन्छ नि दलाल फटाहरूलाई यसरी ताली पिटी पिटी लगाएर ठठाए भयो अहिलेसम्म हाम्रो समस्या हल हुन्थ्यो हुन्थ्यो कि हुँदैन तपाईँहरूमा एकता छैन एउटा महिला बोलायो भने लुक्न जानुहुन्छ त्यो लुक्ने काम छोड्नुस् त बरु अहिले नेपालगञ्जमा आज यो कार्यक्रम गर्दा तपाईँहरूले यो आफै बुझ्नुहोस् कतिको जनता हुनुहुन्थ्यो भैरवाको कार्यक्रम तपाईँहरूले हेर्नुभयो होला 6 गतेको जुन कार्यक्रम थियो साँच्चै भन्यो भने हामी 3000 जनता 3 घण्टा 4 घण्टा हामीले चक्काजाम गर्यौं त्यहाँ तर एउटा पुलिस प्रशासन आएन कि बाटो खोलिदिनुस् भनेर हामी 15 जना राष्ट्र बैंक भित्र छिर्यौं ज्ञापन पत्र बुझायौं राम्रो भयो हिजो चाहिँ नि केही दिदीबहिनीको कालो सूचीमा परेको भएर विदेशबाट आएको पैसा पनि हामी सजीकरण गरायौं उहाँको पैसा निकाल्ने बाटाबाट बनायौं त्यो गरेर म साझा उहाँबाट हिँडेको हामी सक्रिय रहेर कुनै काम गरे भने हामी समस्याको हल गर्न सक्छौं कुनै पनि यस्तो अप्ठ्यारो काम छैन कि हाम्रो समस्या हल नहोस् तपाईहरुलाई थाहा छ एउटा कुरा के बुझ्नुस् अहिलेसम्म लघुवित्तको कर्मचारी पुरानो देख्नु भएको छ तपाईहरु पुरानो छैनन् अहिले पुरानो सबै छोडेर भागिसके सबै नयाँ नयाँ आछन् अहिले सब नयाँ नयाँ छन् यिनी पनि भाग्छन् अब यिनलाई पनि धेरै दिन लाग्दैन अब यिनी पनि 2-4 जना पिटाइ खाए भने आफै भाग्छन् तिनीहरु तर पिट्न पर्यो तपाईहरु पिट्नुहुन्न तपाईहरु खाली आन्दोलनमा आउनुहुन्छ ठोक्राएर हिँड्नुहुन्छ घर जानुहुन्छ भुल्नुहुन्छ हामी नितर डेली बाइ डेली हिँडे गरेसम्म हामी लघुवित्त संस्थामा पसेका छौं प्रत्येक दिन गएर लघुवित्तको कर्मचारीसँग सवाल गरेको छौं उनलाई चेतावनी दिएको छौं यो ठाउँमा तपाईहरु नजानुस् भोलि दिदीबहिनी कुटे भने यसको जिम्मेवारी को हुन्छ भन्दाखेरि हैन सर हामी जादैनौं भने त्यही भएर लघुवित्त र मिटर ब्याजीको समस्या अहिलेसम्म राज्यले बुझिसकेको छ यो विषय हामीले अब जति भने नि हामीले बताउनै पर्दैन किनभने मिटर ब्याजीको 5 लाखको तमासुक 10 लाखको कागज 5 लाखको फेरि छुट्टै तमासुक गरेको हुन्छ यो महिनेको राज्यले बुझिसकेको छ लघुवित्तको पनि त्यही छ 1 लाख निकाल्दा 20,000 काट दिने 1,80,000 दिने यो कुरा पनि बुझिसकेको छ 2 लाख 3 लाख सामूहिक ऋणमा लालपुर्जा फसाएर राखेको छ त्यो पनि राज्यले बुझिसकेको छ यो तपाईहरु भन्नै पर्दैन र राज्यले बुझिसकेको छ त्यही बुझेर संशोधन गरेको छ 80% हाम्रो ऋण मिना भइसकेको छ यसमा तपाईहरु डराउन पर्दैन 20% को लडाई मात्रै हो अहिलेसम्म लघुवित्तको ऋण मिना हुन्छ भनेर हामी आन्दोलनमा निक्लेको हो तपाईहरुलाई थाहा छ तर अहिले 17-18 वटा बुदा लिएर हिँड्दाखेरि अहिले हाम्रो लामो समय भएको छ अब मेरो भनाइ के छ मैले केन्द्रीय अध्यक्ष र उपाध्यक्ष यही हुनुहुन्छ उहाँहरुलाई भन्न मैले के चाहन्छु यो जनतालाई सिर्फ लघुवित्तको ऋण मात्र मिना हुन पर्छ भनेर हिँडेको जनता हो यो लघुवित्तको ऋण पहिला मिना हुन पर्छ त्यसपछि अरु बुदा लिएर हिँडौँ ल पछि हिँडौँ ल भन्ने मेरो धारणा हो हामी अहिलेसम्म लघुवित्तको ऋण मिना हुन पर्छ भनेर हिँडेको हैन नभनु 3 वर्षदेखि हाम्रो लघुवित्तको ऋण मिना हुन पर्छ लघुवित्तको मुद्दा मात्रै मिना हुन्छ भनेर लिएर हिँडेको तर अहिले थप्दै अहिलेसम्म हाम्रो 18 वटा बुदा भयो तर अब पहिला लघुवित्तको ऋण मिना हुन पर्छ त्यसपछि बल्ल अरु मुद्दा हामी उठाएर अरु बुदा लिएर हिँडिन्छ भन्ने मेरो भनाइ हो बैठकमा मैले यस्तो कुरा गरेको हो यही हुनुहुन्छ उहाँ दुईजना प्रतिनिधिहरु यही हुनुहुन्छ उहाँहरुलाई मैले यो सवाल उठाएको अब समय आइसकेको छ बाढी आइसकेको छ खोला भत्काउने बेला आइसकेको छ तपाईहरु डराउन पर्दैन तपाईहरु 1% नडराउनुस् लघुवित्तको ऋण मिना नगरिकिन हामी घर अब फर्किनवाला छैन
यसको लागि जेल जान पर्यो भने हतकडी लागे पनि हामी हतकडी लाउन तयार छौँ। तर अब लघुवित्तको ऋण मिना भएन भने हामी घर फर्किनवाला छैन। पटक पटक गएछ, पटक पटक फर्केछ, पटक पटक गएछ, पटक पटक फर्केछ। केटाकेटीको खेलाउन चाहिँ भइरहेछ। अब लघुवित्तको ऋण मिना भयो भने बल्ल हामी घर फर्किने हो। यो तपाईहरु ढुक्क हुनुहोस्। तर एउटा समस्या के आयो? अब यो समस्या यो ठुलो समस्या हो। अब यो 17 गते जुन हामीले के भनेको थियौं 24 गतेदेखि पछि गर्नुस्, नभए नयाँ वर्षको 1 गते गर्नुस् भन्ने हाम्रो बैठकमा निर्णय हामीले आवाज उठाएको थियौं। तर त्यो भएन। किनभने केही दिदीबहिनीको बच्चा बच्चीको अहिले जाँच आएको छ एसएलसी को। यसैमा हाम्रो मुस्लिमको चाड आएको छ। यही विषयमा फेरि केही दिदीबहिनीको किसानहरूको अहिले गहुँ काट्ने बेला भएको छ। यसले धेरै प्रभाव पार्छ जस्तो मलाई लाग्छ। अब 17-16 गते जाने कुरा त छ, तर अलिअलि समस्या यही देखिएछ। यो विषय अलिक दुःखको कुरा हो। धेरै समस्या भइरहेको छ। त्यसैले गर्दा अहिले पनि हाम्रो निर्णय भइसकेको छैन। अस्ति बैठकमा केही कुराहरू निस्केको थियो। बाहिर प्रदेश अध्यक्ष भएको नाताले म तपाईँहरूलाई के जानकारी दिन चाहे, हामीले अहिले हाम्रा दिदीबहिनीले राहत हुन्थ्यो भन्ने कुरा चल्दैछ, तर फिक्स भएको छैन।